नेपालमा क्रेडिट कार्डको प्रयोग यति सीमित किन छ? यसको पछाडि केही गहिरो र प्रणामीगत कारणहरू छन्। यो आँकडा आफैमा एउटा कथा हो। सोच्नुस् त, लगभग 3 करोड जनसङ्ख्या भएको देशमा जम्मा कति क्रेडिट कार्ड होलान्? नेपाल राष्ट्र ब्याङ्कको तथ्याङ्क अनुसार जम्मा 3.5 लाख हो, जम्मा त्यति मात्र। यो सङ्ख्याले नै धेरै कुरा भन्छ। 3.5 लाख सुन्दा ठूलै लाग्न सक्छ, तर यसलाई जनसङ्ख्यासँग दाँजेर हेर्ने हो भने यो त 1% भन्दा पनि कम हो। मतलब 100 जनामा 1 जनासँग पनि क्रेडिट कार्ड छैन। यसले देखाउँछ कि क्रेडिट कार्डको पहुँच कति सानो समूहमा मात्र सीमित छ। अब प्रश्न उठ्छ, किन यति थोरै? यसका पछाडि केही मुख्य कारण छन्। पहिलो त हाम्रो समाजमा ऋण लिनु राम्रो होइन, बरु बचत गर्नुपर्छ भन्ने गहिरो सोच छ। दोस्रो, कार्ड घोट्ने मसिन, जसलाई POS भनिन्छ, त्यो देशभरि एकदमै कम छ, जम्मा 40,000 जति। तेस्रो, ब्याङ्कमा गएर कार्ड बनाउने प्रक्रिया नै यति झन्झटिलो र लामो छ कि मान्छेहरू दिक्क मान्छन्। अनि सबैभन्दा ठूलो कुरा, क्रेडिट कार्ड भनेको त ठूलाबडाको लागि मात्रै हो, सर्वसाधारणको लागि होइन भन्ने एउटा धारणा बनेको छ। हो, यही धारणालाई फोनपेका CEO दिवस सापकोटाले एकै वाक्यमा प्रश्न पार्नु भएको छ। उहाँ भन्नुहुन्छ, यो प्रोडक्ट क्लासको लागि हो, मासको लागि होइन। कति सटिक भनाइ! अहिलेसम्म क्रेडिट कार्ड आम जनता अर्थात् माससम्म पुग्नै सकेको छैन। ल, सिद्धान्तका कुरा धेरै भए, अब अलि व्यवहारिक कुरा गरौँ। यदि कोही नेपाल भ्रमण गर्दैछ वा यही छ भने पैसाको कारोबार गर्दा के कुरामा ध्यान दिनुपर्छ त? एटिएमबाट पैसा निकाल्नु पर्यो भने हिसाब किताब अलि जटिल छ है। हेर्नुहोस् है, कम्तीमा 3 थरीको शुल्क लाग्न सक्छ। पहिलो, जुन नेपाली ब्याङ्कको एटिएम प्रयोग गर्नुहुन्छ उसले हरेक पटक 500 देखि 700 रुपियाँसम्म काट्दिन्छ। दोस्रो, तपाईको आफ्नै देशको ब्याङ्कले पनि फरेन ट्रान्ज्याक्सन फी भनेर 1 देखि 3% सम्म थपिदिन्छ। अनि तेस्रो, झुकिएर पनि क्रेडिट कार्डबाट पैसा निकाल्ने काम नगर्नुहोला, त्यसको शुल्क र दिनदिनै लाग्ने ब्याजले त ढाडै सिक्छ। त्यसैले नगद झिक्न डेबिट कार्ड नै सबैभन्दा सुरक्षित विकल्प हो। अब एटिएममा वा पसलमा कार्ड प्रयोग गर्दा मसिनले एउटा प्रश्न सोध्छ, स्थानीय मुद्रा यानि नेपाली रुपैयाँमा तिर्ने कि आफ्नै देशको मुद्रा जस्तै डलरमा? आफ्नै देशको मुद्रामा तिर्ने विकल्प रोज्नु भनेको DCCको जालमा पर्नु हो। यो सुविधाजनक देखिए पनि त्यसमा लाग्ने एक्सचेन्ज रेट यति खराब हुन्छ कि तपाईले थाहै नपाई धेरै पैसा गुमाइरहनु भएको हुन्छ। त्यसैले एउटा कुरा गाँठो पारेर राख्नुस्, विदेशमा जहाँसुकै कार्ड चलाउँदा सधैँ, म फेरि भन्छु, सधैँ स्थानीय मुद्रामा भुक्तानी गर्ने विकल्प छान्नुपर्छ। नेपालमा हुनुहुन्छ भने NPR-मा। यति गर्दा मात्रै पनि अनावश्यक खर्चबाट जोगिन्छ। तर नेपालको कथा यतिमै सकिँदैन। नगद र कार्डको यो लडाईँको बीचमा एउटा नयाँ क्रान्तिले जन्म लिइसकेको छ, जसले पुराना सबै समस्यालाई पछाडि छोड्दैछ। हो, हामी कुरा गर्दैछौँ QR कोड क्रान्तिको। रमाइलो कुरा के छ भने यो समस्याको समाधान नयाँ प्लास्टिक कार्ड वा महँगो मसिनमा थिएन। समाधान त पहिलेदेखि नै हामी सबैको हातमा, हाम्रो खल्तीमा थियो, हाम्रो आफ्नै मोबाइल फोन। अनि यो डिजिटल क्रेडिटले काम गर्ने तरिका त झनै गजबको छ। एकदमै सजिलो। पहिलो, ब्याङ्कले नै मोबाइल ब्याङ्किङ एपमा तपाईँ क्रेडिटको लागि योग्य हुनुहुन्छ भनेर अफर पठाउँछ। दोस्रो, कुनै कागजपत्र चाहिँदैन, कुनै ब्याङ्क धाइरहनु पर्दैन, एक क्लिकमै त्यो क्रेडिट एक्टिभेट हुन्छ। अनि तेस्रो र सबैभन्दा महत्त्वपूर्ण कुरा, तरकारी पसलदेखि ठूलो डिपार्टमेन्ट स्टोरसम्म जहाँ फोनपेको QR देखिन्छ त्यही स्क्यान गरेर आफ्नो क्रेडिटबाट सर्र पैसा तिर्न सकिन्छ। यो त दुवै पक्षलाई फाइदाको कुरा भयो। फोनपेका CEO दिवस सापकोटाकै शब्दमा, क्रेडिटले ग्राहकको किन्ने क्षमता बढाउँछ र ग्राहकले धेरै किनेपछि पसलेको व्यापार पनि त बढ्छ नि। एकदमै सिधा र सरल हिसाब। त्यसो भए के यो साँच्चीकै आम जनताका लागि क्रेडिट हो त? के यो प्रविधिले नेपालको वित्तीय क्षेत्रको भविष्य नै बदल्न सक्छ? अब यस्तो नयाँ प्रणाली आउँदा सुरक्षाको चिन्ता लाग्न स्वाभाविक हो, तर ढुक्क हुनुहोस्, यो प्रणाली हावामा अडिएको छैन। यसलाई नेपालको कडा ब्याङ्किङ कसुर ऐनले बलियोसँग बाँधेको छ। कसैले कार्डको दुरुपयोग गर्यो, ऋण लिएर अर्कै काममा लगायो वा झुटो विवरण दियो भने कडा कारवाही हुन्छ। यसले गर्दा ग्राहक र ब्याङ्क दुवै पक्ष सुरक्षित छन्। अन्त्यमा फेरि त्यही मूल प्रश्नमा फर्कियौं, के मोबाइल फोनबाट सुरु भएको यो डिजिटल क्रान्तिले वर्षौंदेखि नगदमा चलिरहेको हाम्रो बानीलाई साँच्चै बदल्न सक्ला?
के यसले साँच्चै नै आम जनताको लागि क्रेडिट भन्ने सपनालाई साकार पार्न सक्ला? यसको जवाफ त भविष्यले नै देला, तर सङ्केतहरू भने निकै उत्साहजनक देखिन्छन्।